तथा सरसफाई उपभोक्ता समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन भन्न चाहन्छु, हार्दिक नमस्कार गर्न चाहन्छु। हामी विगतमा कमिटी निर्माण गर्यौं र त्यो एउटा हलमा गरेका थियौं र पहिला तदर्थ समिति वडा अध्यक्षले आएर खानेपानी को बजेट थोरै पर्दा धार्के 40 खानेपानीको समस्या थियो र त्यसलाई नवज्योतिको हलभन्दा मुनिबाट बजारका उपभोक्ताहरूलाई भेला गरेर मेरो अध्यक्षतामा एउटा कमिटी गठन भएको थियो र त्यो एउटा हदमा केही कामहरू गर्यो र अझै त्यो काम कन्टिन्यू छ। आज त्योभन्दा परिस्थिति फेरिएको छ। हामीसँग हिजो भएका चिजहरू धेरै कुराहरू सँगसँगै अरू थप कुराहरू पनि जोडिएर आइसकेका छन् र यी जोडिएर आएका कुराहरूलाई एकीकृत गरेर हामीले यो बजारलाई व्यवस्थित गर्नु छ र यहाँका पूर्वाधारहरूमा पुनर्संरचनाको जरुरी छ। धेरै कामहरू अहिले तत्काल देखा परेका कामहरू छन्। आदरणीय नगर प्रमुखज्यू यहाँ हुनुहुन्छ। सबैभन्दा अगाडि यो सडकको चौडा गर्ने, सडक चौडा गर्ने, फुटपाथ निर्माण गर्ने काम धुनीबेसी नगरपालिकाको कार्यालय खानीखोलामा थियो। नगरपालिकाको कार्यालय खानीखोलामा हुँदा अन्त फड्केर जाने कुराले यहाँ कार्यालयमा पो अगाडिबाट पो गर्नुपर्छ। धार्केकै मेयर हुँदा, धार्केकै बासिन्दा भएको हुँदाखेरि चाहिँ यो योजना धार्केमा जाने भयो, लग्यो भनेर आरोप आउने खालको कुरा हुन सक्थ्यो। यहाँ नगर प्रमुखज्यू हुनुहुन्छ, उहाँले पटक पटक कोसिस गर्नुभयो, बजेट फ्रिज भयो र अर्को वर्षको प्रोग्राममा पनि त्यहाँ काम नहुने लक्षण देखिएपछि उहाँले अब वास्तवमा केही पनि गर्न सकिएन। सयौं मान्छेहरू अङ्गभङ्ग भएको छन्, कति मान्छेहरूको सवारी दुर्घटनामा मृत्युवरण भएको छ र यसलाई हामीले फुटपाथलाई किन व्यवस्थित गर्न सक्दैनौँ? ल, तपाईहरु लाग्ने हो भने म सबै सहयोग गर्न तयार छु भन्नुभयो। हामीले फुटपाथ निर्माण गर्न भन्न सुरु गर्यौं। यहाँ आदरणीय आमा दिदी बहिनीहरू हुनुहुन्छ। प्रहरी त्यो बेलाको तत्कालीन प्रहरी इन्स्पेक्टरले सपोर्ट गर्नुभयो र फुटपाथ निर्माण गर्ने क्रममा त्यो फुटपाथ 13 मिटर 20 सेन्टिमिटरको फुटपाथ निर्माण गर्ने क्रममा ती रोडमा सुतेर जान पाइँदैन, लान पाइँदैन, यहाँ हाम्रा सम्पत्ति छुन पाइँदैन भन्ने कुरा हो। यही समितिमा बस्ने मान्छे त्यो वर्ग शत्रु जस्तो भयो, ज्यान जोगाउन गाह्रो हुने भयो। तैपनि प्रहरीले हामीलाई सपोर्ट गर्यो र यो फुटपाथ निर्माण भयो। फुटपाथ निर्माण भएपछि धेरैका सेफ्टी ट्याङ्कीहरू घटाउनु पर्यो, फुटपाथमा परे। त्यति हुँदा पनि त्यसलाई अलिकता साङ्ग्रो बनाउने सहने काम भयो र सँगसँगै त्यो सँगसँगै कम्तीमा हरियाली कायम गरौँ त भनेर वृक्षारोपण गर्ने कार्यक्रम पनि सुरु भयो। हामी हरेक घरले खाल्टा खन्यौँ, नगरपालिकाले बिरुवा उपलब्ध गराइदियो र हामीले त्यो बिरुवा पनि नमुनाकै रूपमा यो बजारमा थियो। आज त्यो सडक विस्तारको क्रममा ती बिरुवाहरू नोक्सान हुन पुगे। फुटपाथ सँगसँगै हामीले वृक्षारोपण पनि गरेका थियौँ र अब 40 जोडिएको थिएन। त्यो सडकले पनि हाम्रो एक्सिस थिएन, त्यो बत्तीको कुराले पनि धार्के बजारले सडक बत्ती बालौँ त भन्ने कुरा भयो। 34 वटा बल्ब हामीले एउटा घरबाट सटर भाडामा लिने मान्छेसँग 1000 र अरू बाँकी नगरपालिकासँग माग्ने भनेर हामीले हरेक सटरबाट 1-1 हजार रुपैयाँ उठायौँ
र केही सटरहरू जो दिनै नसक्ने थिए, भाडा तिर्न गाह्रो हुने थियो, उनीहरूसँग हामीले उठाएनौँ। औषधि खाने पैसै छैन भनेपछि हामीले उठाएकै पैसा पनि फिर्ता दियौँ र सडक बत्ती साझेदारीमा नगरपालिकासित बाल्यौँ र त्यो यही बजारवासीहरूकै पैसाबाट हामीले बत्तीको बिल तिर्ने काम गऱ्यौँ। नगरपालिकासँग हामीले हात फैलाएनौँ। साझेदारीमा एकचोटि तार हाल्ने, बत्ती हाल्ने कुरालाई हामीले उठाएर नपुगेको थोरै पैसा नगरपालिकासँग ल्यायौँ। त्यसपछि यो बजारमा सुरक्षाको कुरासँग जोडियो र सीसी क्यामेरा राख्ने काम गऱ्यौँ। 5-6 ठाउँमा सीसी क्यामेराहरू पनि राख्यौँ र त्यसले काम गरिराखेको थियो र धुवाँ र त्यसलाई नियमित रूपमा मर्मत सम्भार गर्ने कुरा गाह्रो भयो। यो धार्के बजारमा दुईतिर अहिले पनि यहाँ आदरणीय उपभोक्ताहरू हुनुहुन्छ। तपाईहरु अहिले त पानी परेको छ, त्यति धेरै थाहा हुँदैन। अब राम्रोसँग हामी लागि परेनौँ भने तपाईहरु फागुन चैतदेखिबाट यो बजारमा यतापट्टि कोही पनि मान्छे जानै हुँदैन। सबैका सेफ्टी ट्याङ्की त्यो नालीमा जोडिया छ। यहाँ हात छातीमा हात राखेर मम भन्नुहोस्, तपाईहरु धेरैको सेफ्टी ट्याङ्की आएर त्यो नालीमा जोडिया छ। हिजो नालीमा पानी बग्थ्यो, त्यो बगार लिएर जान्थ्यो, क्रमशः मान्छेलाई पत्ता हुँदैन थियो। एक ठाउँमा गनाउँदा फलानाले सेफ्टी ट्याङ्की खोलिदियो भनेर उजुरी आउने गर्थ्यो। अब त्यसको समस्या झन् विकराल हुँदैछ, बजार झन् ठुलो हुँदैछ र यसलाई पनि व्यवस्थापन गर्नु छ। हामी त्यो बेलामा कुलो ल्याएको थियौँ नगरपालिकासँग र हामीले आफ्नै जब खानेपानी सञ्चालन गर्यौँ, त्यो सञ्चालन गरेपछि थोरै पैसा सङ्कलन गरेर हामीले पाइप किन्यौँ। 8-10-20 हजारको पेरिफेरीमा हामीले 6 इन्चीको पाइप हालेर माथि त्यो कोइराल टारतिर जाने पुलदेखिबाट रामकृष्ण आचार्यको घरभन्दा मुनियारसम्म कालो पाइप हालेर पानी लिएर आयौँ। त्यो हाम्रो अहिले व्यवस्थापन समितिको अध्यक्ष दामोदर हुनुहुन्छ, उहाँकै घरबाट पाइप हामीले खरिद गरेर लिएर गएर त्यो पाइप हालेर लिएर आयौँ र त्यहाँ जाली पनि राख्यौँ। हरेक दिन त्यो माथिबाट बगेर आएको प्लास्टिकहरू लिएर झारपातले त्यो थुनिन्थ्यो। आज हाम्रो अगाडि हुनुहुन्न शम्भु बस्नेत र नवराज श्रेष्ठ यहीँ हुनुहुन्छ कतै, मैले देखिराखेको छु। शम्भु र नवराज बिहान मर्निङ वाकमा जाने, माथिबाट त्यो पाइपमा भएका चिजहरू फोहोरहरूलाई हटाउने अनि यहाँ पानी चलाउने गर्नुहुन्थ्यो। हामीले बत्तीको मिटर राख्यौँ र अहिले पनि बत्तीको मिटर छ। सडक बत्तीको 6065 7000सम्म पैसा उठ्थ्यो, त्यो नियमित रूपमा तिरिराखेकै छौँ र अहिलेसम्म पनि मिटर छ। अब बत्ती नभएपछि त्यसको चार्ज नहोला। त्यो खालले सडक बत्तीको पनि हामीले पछाडि भिख मागेनौँ, किनभने नगरपालिकाले हेर्नुपर्ने ठाउँहरू धुनी बेसीकै दूर दराजका ठाउँहरू छन्, जो पानी खान 2 कोइल पाइप भयो भने मेरो निर्वाह हुन्थ्यो भन्ने परिवारलाई पनि हेर्नु छ। त्यही कारणले हामीले त्यो बारेमा हामी आफैले म्यानेज गर्नुपर्छ। हामी बजारमा बिजनेस गर्ने, व्यापार गर्ने, करोडौँका घर निर्माण गर्ने, संरचना गर्ने हामी आफैले गर्नुपर्छ भन्ने मान्यता यो समितिले राख्यो। त्यसपछि हामी खानेपानीमा लाग्यौँ र खानेपानी आइराखेको थियो। 7-8वटा धारा थियो धार्केमा। अब पानी त यतिकै पुगेन, धेरै मान्छेहरूको भोलम बढ्यो। अब एक घर एक धारा दिने धुनीबेसी नगरपालिकाको आफ्नो घोषित नीति पनि थियो र त्यही नीतिलाई फलो गर्दै हामीले धार्के बजार, धार्के 40 बजार खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता समिति भनेर बनायौँ र त्यो सरसफाई उपभोक्ता समितिको अध्यक्षमा मलाई बस्न अनुरोध गर्नुभयो। सामाजिक रूपले पनि काम गर्ने हिसाबले मैले ल भने प्रस्ताव यहाँबाट बनाएर धुनीबेसी नगरपालिकामा हामीले पहिलो प्रपोजल हाल्यौँ। आदरणीय नगर प्रमुखज्यूले
त्यो ट्याङ्की बन्नको लागि 20 लाख रुपियाँ दिनुभयो।